साफ गरेर मात्रै गेटबाट बाहिर निस्किनु हार्दिक अनुरोध गर्छु कलेजमा डान्स प्रकाशन हेलो गाइस चित्त विहारकारिन् वदन्तमेवं तदा प्रवेदं यामस शत्रु भीमान शत्रु विधेयजाहं कपिलस्य सूनु विधेय स्वानन्द अयोगयोगं वदन्तमेवं तदा प्रवेदं गणस्य शत्रु कमलस्य शत्रु समस्त भावात् भालचन्द्र आदि मध्यन्तमय प्रचारिन् वदन्तमेवं तदा प्रवेदं वेदो जगद्रूप गणेश भूमन् पृष्ठे पुदे आकुगते दिबोधं कर्ता च पार्श्वश्च संहरेति वदन्तमेवं तदा प्रवेदं इदमष्टोत्तरं सुतं नाम्नं तस्य पठ्यते स्वदेवाते सुभीतं प्रवेशं भक्ति मुक्तिं प्रदं खण्डे धनधान्य प्रवर्धनं ब्रह्म भूय कर्म स्वतं जपन्तं नित्यमादराद यात्रा कुत्र गणेशस्य चिन्युक्तानि वे भटा धामानि तदसंवेदं कुरुदं प्रवेशनं YouTube channel मान्छे चाहिँ टन्न आएको छ अब पर्छ खानुपर्छ गाइस गएर लड्डु लड्डु म चाहिँ कलेज आएको भने लड्डु खानको ओम ब्रह्मवाच षडवश्यं ब्रह्मस्यामि कवचं सरकामिकं सुतिसारं सुदे सुखं सुत्यायुक्तं सुतिपूजितं उक्तं कृष्णेन गोलोके मह्यं वृन्दावने वने राक्षेश्वरेण विभुना च रासमण्डले अतीव गोपनीयं च कलवेक्षसमं परं श्रुता भूतमन्त्राणां समये च संविदं यद्धृत्वा पठनाद ब्रह्मबुद्धिमां च बृहस्पति यद्धृत्वा भगवान् शुक्र सदैवादित्यपूजितं पठनात् धारणात् वाग्मी कपीन्द्रो वाल्मीको मुनिः स्वयंभुवो मनो चैव यद्धृत्वा सरपूजितं काणदो गतमो काणव पाणिनी साकटायनः ग्रन्थं चकार यद्धृत्वा दक्ष कात्यायन स्वयं धृत्वा वेदविभागं च पुराणे लिखतानि च चकार लीलमात्रेण कृष्णद्वैपायन स्वयं सताता पश्च संवरतो वसिष्ठश्च पराशर यद्धृत्वा पठनात् ग्रन्थं यज्ञवाल्गश्च चकारसः हरिशृङ्गो भरद्वाज आस्तिको देवो तथा जे जस्तो भयो नि मुख त धुनुपर्ने मुख पनि त होइन के पैसा इदो ब्रो हो के हो त अरे मसँग त छैन ओइ के हो पैसा हाल्नुपर्छ नि त अब पैसा ओइ अलिक 10 रुपैयाँ देऊ न 10 रुपैयाँ देऊ न के मात्र हाल्ने के एउटा लडा पैसा हाला भन्नु के भुलिरहेको दिन्छु भन्नु न उधार पैसा 5 रुपैयाँले आइपुग्यो आज मेरो हात उ भइसक्यो गाइस रता जस्तो भइसक्यो छिटो न गाइस टिकट टक्स लाग्यो ल त छिटो अलि खेल न जस्मिन छिटो अलि छिटो न खाना हतार भइसक्यो हातै गलिसक्यो गाइस मन्दिर चाहिँ पुग्न लाग्यो मन्दिर आइपुग्यो गाइस कोही ओइ
ओइ त्यही भटन मान्छेले लगाइदिनु टिकट यस्तो पण्डितलाई टिका लगाइदिएन यस्तो टुवाको लगाएर आउने आफूलाई लाउने कि त्यहाँ लाउने मलाई आफूले लाउने कि त्यहाँ लाउने सोच्दै अब टक्क लाएर लगाइदिनु फाइनलमा चाहिँ फिक्स पास गर्छु छिटो मन्दिर पुग्नु खोजिरहेको पुग्दैन त यार के हो यस्तो नि ठिक छ छिटो न गाई छिटो पैसा त म लान्छु सर पैसा म लान्छु हुँदैन टिपेर खाता खानुहुन्छ सर मलाई दिनु सर हुँदैन नि फाइनली हामी आइपुग्यो ल मन्दिरमा टिका चाहिँ आइपुग्यो गाइस हामी टिका लगाएर टिका लाउनु पर्यो म सारिदिन्छु मैम एग्जाम पास मैम फुल सर्दिनु माथि थ्याङ्क यू मैम अब खाना कता हो धेरै भाउ गाइस अब खाने अब यो खाने हो यी गाइस हामी खाने अब प्रसाद हो गाइस अलि धेरै माग ल के हो पेज अनि खानु अगाउने गरी खाने टर्न प्रसाद अगाउने गरी टक्क लगाएर खाने भेराइटी नै छ है मैम पाउनुहुन्थ्यो के हो थ्याङ्क यू यी सबको दिदियो गुलियो पिरो सँगै रहेछ गुलियो पिरो सँगै गाइस पर्दैन होला मलाई एउटै काएको छ यो दालबाट हालिदिनु ल मिक्स हुन्छ कि हाल्यो हुन्छ अनि उयो पनि चम्चा पनि अनि टिसु पनि हामी सल्लाह हुन्छ नि त मलाई ल्याइदेऊ खाइदिनु गाइस हामी कहाँ बसेर खाने देखो ना गाइस देखो ना क्या है लो गाइस एउटा थोरै लिएर आएको गाइस सब राख अहिले देऊ के राख हेर त खानै नरहेछ खाना हतार पछि लड्डु अब सर लड्डुको चितारा यहाँ यो देखा न गाइस देखो न गाइस खाए लो देखो न गाइस अघिको लाइभमा राख्थे त गाइस खाए लो कस्तो हुँदो रहेछ हेर्न भोइस कस्तो मिठो बनाएको त्यसले अघि त केराको जस्तो निकालेर अहिले यहाँ त गाइस खाइल्यो रे
यहीँ हो त सुन्दर खसेर अब के भन्नु आइन्छ हलुवा हो त्यो हलुवा यो ढिँडो हो भन्छ यसले तामाङ भाषाबाट आलु मात्र मिठो छ आलु त मेरो फेभरेट हो गाइस मान्छे नि आलु जस्तो आलु आलु पुरा थपिनु हेर्न त्यहाँ खाएको नि वर्षात हो नि त अघि यसले यो पूजा नगर्नुभन्दा अगाडि करेन्ट खाइसक्यो कहिले जुन मैले खाएन एउटा नि बिहान बिहान लड्डु भनेर आयो यसले झन् लड्डु दिन्छ भनेर गाइस हामी कलेजमा के दियो है गेडा यस्तो है यस्तो गेडा हो कि कस्तो गेडा हो र यस्तो गेडा भनेको क्या गलत न गेडा अरे सबै गेडा गेडा छ यहाँ पनि गेडा यो पनि गेडा हो अबे के हाम्रो चाहिँ होइन यस्तो नि त गेडा मैले त त्यसले त नि बुबा खानै हलुवा मिठो होइन आलु मिठो छ अनि अलिकति गेडा र सुन्तला मिठो नाममै गेडा राख्छ यसको त नाच भाग